ग्यासको दाम सुनेर म छक्कै परेँ। सो हाई गाइस, हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो नयाँ मिनी भ्लगमा। सो म चाहिँ उठेर सबै कामहरू गरिसकेर चाहिँ नुहाएँ होइन। अन्त चाहिँ पानी पनि पिएँ, अन्त चाहिँ कफी बनाउँदै थिएँ। अन्त चाहिँ हाम्रो ग्यास चाहिँ अहिले फिलहाल सिलगढीमा यस्तो महँगो भएको छ, 2200 रुपियाँ अरे भर्नु हो। अन्त नयाँ किन्नु चाहिँ 5500 अरे गाइस। अब चाहिँ के गर्नुपर्ने हो थाहा छैन, ग्यासहरू महँगो भएको देखेर। अन्त चाहिँ मैले ब्लिङ्किटबाट एक दुईवटा सामानहरू अर्डर गरेको थिएँ, दुध, अन्त यो चाहिँ अस्करको लागि ग्रेभी अर्डर गरिदिएको थिएँ हो। अन्त चाहिँ हड्डी, अन्त दही पनि मगाएको थिएँ। अन्त चाहिँ अहिले चाहिँ नि गाइस यस्तो अब केही खानु पनि डरसरी जस्तो भइरहेको छ। ग्यास अब सकिन्छ कि कतै भनेर यस्तो ग्यासको दाम सुनेर त म छक्कै परेँ हो। म त के गर्नुपर्ने हो ग्यासको दाम बढेको सुनेर। सो त्यस्तै हो, जे बढे नि गरे नि खानु नै पर्यो हो। अन्त चाहिँ फेरि मैले आफ्नो लागि बनाएँ कोल्ड कफी। अन्त चाहिँ मेरो सभानाबाट 1 महिना बाद आएको गाइस यो सभानाबाट मेरो पार्सल। अन्त मैले डिनरमा आज बनाएको थिएँ सुँगुरको मासुको कर्चीमर्ची। अन्त मलाई साथीले दिएको थियो आलुको अचार। ओ माई गड, यस्तो मिठो भएको थियो दुइटै हो। अन्त चाहिँ खानासाना खाइसकेर चाहिँ रेडी भएँ अब ड्युटीतर्फ जानुको लागि। अन्त चाहिँ आज चाहिँ कस्तो पानी, 2 दिन भयो सिलगढीमा पानी परेको हो। अन्त पानी चाहिँ पुरा पर्दै थियो र पनि हामी चाहिँ गएँ दोकान हो। अन्त मेरो र मेरो साथीको चाहिँ क्रक्स सेम एउटै कलरको छ हो। अनि हामी आज चाहिँ छिटै छुट्टी भयो। आएर चाहिँ मैले कामहरू गरेँ, अन्त आफ्नो स्किन केयर गरेँ। मैले आज कति दिन बादमा नाइट स्किन केयर गरेँ। सो बाई गाइस।